साथीहरु यहाँ चाहिँ हाम्रो बाइकलाई तिर्खा लाग्यो रे त्यही भएर पानी खान्छ बाइकले हामीले चाहिँ यसरी है मारेको छ पतेलामा यसरी गाइस हाम्रो माछा देख्न सक्नुहुन्छ हाम्रो ल हेर्नु साथीहरु हेलो गाइस माछा माछा हो हो दाजु जस्तो ए नाकमा टाल्दै टाल्दै गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई च्यानल हामी चाहिँ एकदम सन्चै नै छौँ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथमा आज फेरि आइसकेको छौँ हामी चाहिँ आज कहाँ जाँदैछौँ हेर्नु ब्याग बोकेर आज अलि टाढाको सफरमा छौँ हामी जानलाई यता पनि ब्याग छ हामी कहाँ जाँदैछौँ के गर्नलाई जाँदैछौँ भन्ने कुरा चाहिँ हेर्दै गर्नु होला गाइजहरु हामीलाई केही प्लान नभनेर आफूहरु टुक ब्याग बोकेर टुक आउनु भएको छ हामी यहाँ हेरेको हजुर यता के छ त ल वेलकम मेरो च्यानलमा स्वागत छ मेरो च्यानलमा धन्यवाद धनियाको पात माछी फिक्स आइडल भन्नु न दाइ ए धनिया छैन ल साथीहरु अब चाहिँ हामी जहाँ जाँदैछौँ त्यहीँ गएर भेटौँला साथीहरु हामी चाहिँ गयौँ अब हामी जान्ला त बाई सुप्रिया बाई ल एल्सा निकी बाई आन्टी बाई यहाँ हेर्नु न हालत पुरा धुलोले खत्तम भयो हामी चाहिँ लगभग लोकेसनमा पुग्न लाग्यौँ अब यहाँ चाहिँ बाटो यस्तो छ कि स्कुटीमा आएको अङ्कल र मलाई त डर लागेर झरेँ म चाहिँ लास्टै ओह्रालो रहेछ अनि यस्तो के गोख्राख्रा गुख्रुक छ अनि मलाई त लास्टै डर लाग्यो म चाहिँ झरेँ अङ्कललाई पठाइदिएको अगाडि भाइहरू चाहिँ त्यहाँ पुग्यो अङ्कल पनि पछाडि जानु हुँदैछ यस्तो अप्ठ्यारो बाटो त्यही साथीहरू हेर्दै गर्नु होला आज चाहिँ छुट्टीको समयलाई सदुपयोग गर्नलाई हामी चाहिँ आफै जन्मेको गाउँघरमा आइरहेको छौँ अब हामी कहाँ जान्छौँ हेर्दै गर्नु होला साथीहरू यहाँ चाहिँ अङ्कल देख्न सक्नुहुन्छ मेरो बुहारी मसक्क मस्केको साथीहरू यहाँ चाहिँ हाम्रो बाइकलाई तिर्खा लाग्यो रे त्यही भएर पानी खान्छ बाइकले किन हालेको तातेर ज्वाइँ गरेछ ल हामी हिँड्दै आउँछौँ बाउ छोरा म त हजुर यस्तो ओह्रालो छ बाटो चाहिँ हामी चाहिँ अब 11 नम्बरको गाडीमा डिङ हिँड्छौँ साथीहरू म कस्तो देखेछु र यहाँ हेर्न खतरा देख्नु भएको छ गाइस कहाँबाट आउनु भएको जुम्लाबाट घर कहाँ हो नि हजुरको कहाँ जानु लाग्नुभयो जापान त यस्तो यो 11 नम्बरको गाडीमा पो हिँड्दो रहेछ त मान्छे हिँडेर अमेरिका पुगे फर्केर आयो त्यस्तै म पनि जापान जान्छु हजुरलाई त 10 वर्ष लाग्छ होला हुलिया यो हुलिया
खतरा छ त दिदी हजुरको हुलिया कस्तो देखेछु म राम्रै देखिनु भएको छ चिन्ता नगर्नु साथीहरू हेर्नु न यहाँ हाम्रो अङ्कललाई क्या दामी देखेछ मेरो फेरि खतरा छ क्या सामग्रीहरू यहाँ चाहिँ मेरो बुहारी ए हामी त यस्तो बोकेर पिकनिक खान आएको साथीहरू सुर्खेतबाट खोलामा माछा मार्ने अनि पिकनिक खाने सुर्खेतबाट रति खोलामा हामी पिकनिक खान आएको चामल पनि बोकेर आएको छ मान्छे अब चाहिँ हामी आइपुग्यौँ यहाँ खोलामा आँसी त डढा बन्द साथीहरू आँसी मेवा पनि लिएर आएको छ भन्छ यहाँ चाहिँ बाउ छोरालाई चाहिँ खतरा दामी देखेछ क्या एकदम सुहा छ यहाँ हामी बच्चा हुँदाखेरि बच्चा बेलामा खेल्दा हामीले पुरा केरा बनाउँथ्यौँ कि यसलाई केरा है हामी कति केरा बनाएर खेल्थ्यौँ यसलाई केरा पकाउने रहेछ यो हुन त तर हामीले चाहिँ केरा नै बनाएर खेल्थ्यौँ कि अघि मलाई जुम्लाबाट आएको दिदी भनेर भन्थ्यो आफै जुम्लाबाट आए जस्तो देखिरहेको छ देख्नुभयो जुम्लाबाट आएको नराम्रो यस्तो भनेको होइन नि यहाँ बाक्लो कपडा लाएर उतातिर चिसो हुने भएर बाक्लो कपडा लाउने हुन्छ नि त जहिले पनि त्यो भनेको फेरि अरू नसोच्नु होला अन्यथा चाहिँ नसोच्नु होला साथीहरू यहाँ देख्न सक्नुहुन्छ हाम्रो रति खोलाको पुल त्यो चाहिँ हाम्रो रति खोलाको पुल त्यहाँ माथि चाहिँ हस्पिटल हो हामी चाहिँ त्यहाँ आएर बाइक राखेको हाम्रो गाउँको हस्पिटल बाटो यस्तो छ खास बाटो माथि बाटो थियो नि त पर जानलाई हामी तल झरी छ अनि त्यो बाटोमा पुग्न फेरि माथि जानु पर्ने अनि त्यही भएर हामी चाहिँ बाटो हिँडेको खाली खुट्टा हिँड्न सकिन्छ साथीहरू फलफुल खाएर सुरुवात गऱ्यो भने साइड सकिन्छ अरे त्यही भएर हामी चाहिँ पाकेको पपैया खाँदैछौँ पपैया देख्न सक्नुहुन्छ यहीँ फलेको यहीँबाट टिपेर खाँदैछौँ हामी चाहिँ यहाँ फलेर चाहिँ रुख देखाउन बिर्सेँ अङ्कलले टिप्नु भएको हो रुखमा चढेर फेरि खाँदै जाऊँ भाइ चाहिँ त्यहाँ बिजी छ बिजी भए पनि खाना छोडे छैन खाइरहेछ खाना चाहिँ बिजी भए पनि गाइज माछा के पाउनुपर्छ त अगाडिको ठुलो होइन पछाडिको सानो अगाडि मेरो मेरो कति होइन अरू उता मात्रै जान्छ कि माछा माछा नाइटेको थियो मान्छे माछा खानु कसले मार्छ त कसले केले मारे जानले के माछा खान्छन् ठुलो आउला होइन होइन त मरे मान्छे माछा
साथीहरू हेर्नु तिमीहरू खाना खाएर हो ए माछा मैले छोपेको माछा साथीहरू अब चाहिँ हाम्रो यहाँ खाजा टाइम भएको छ यहाँ चाहिँ अङ्कल जाल खेल्दा खेल्दा थाकेर फेरि खानु मेरो भात चाहिँ यहाँ छ है यहाँ पकाएको मेरो चाहिँ माछा मार्दा मार्दा यस्तो हालत भइरहेछ यहाँ माछा देख्न सक्नुहुन्छ पोकिन्छ हेर है तेरो अहिले त्यो हेर उता हेर्नु उता पोकिसकेको छ अलिकति साथीहरू हामी चाहिँ यस्तो खाँदैछौँ अस्ति त म जाँदा नि जान्न खाँदा नि खान्न भन्नुभएको हजुर यति मिठो छ त्यो असला लिएर एउटा चेपा राखिदिनु गोरु भएको छ आज चेपा देखेर मान्छे कस्तो कस्तो महसुस भइरहेको कस्तो फिल भइरहेको छ यहाँ खोलामा आएर कस्तो कस्तो रमाइलो नि लाग्छ हेर फोन आएको छ कि छैन त्यतातिर त मम्मी मेरो अरू चौथा हो हाल खाऊ अङ्कलले खाइसक्नु ल हेर्नु साथीहरू हेलो गाइस माछा माछा मैले मारेको यहाँ छ हामीले चाहिँ यसरी है मारेको छ पतेलामा कति आयो है ल खै पातै पात मारिस् यस्तो भएको खान्छ नि यस्तो भएको भएको खान्छ फोटो लिएर आएको बिचरा 4वटा छोरी मार्नु भयो यहाँ कति मार्नु यहाँ एउटा यो त होइन मारेको साथीहरू माछा हेर खानेको मुख यस्तो हुन्छ अब तिमीले छोपेको हो यो हो चेपा हो यो वाला चेपा हो त्यो माछा त खान्छ होला नि होइन कि सेतो माछा मात्रै खान्छ यस्तो कालो पनि खान्छौ यस्तो चेपा खान्छौ कि नै ल चेपा पनि खानुपर्छ त यस्तो त भिटामिन पाइन्छ कत्रो ढुङ्गा लगायो
अघि मैले अघि टिपिसकेको तपाईँ तल उठ्छु गइयो यो ढुङ्गाबाट यहाँ त्यो हल्नु हलिन्छ हलिन्छ के अहिले बोलायो खाना नखानु बिहान घरै घाट गएको अलिक धेरै नि म पनि त त्यहाँ दिउँसो खानु मन लागेन दिउँसो त्यहाँ चाउमिन खाएको पुरै त्यहाँबाट त खानु मन लागेन हामी काँक्रा खाएँ त्यहीमा आएर बस्यो घर भोक लाग्यो घरमा अलिअलि खाना खाएँ बिहान गएर फेरि खाना खाँदैन गाइज हाम्रो माछा देख्न सक्नुहुन्छ हाम्रो माछा खै असला भन्ने असला यहाँ हालिसक असला फगेटा हो यो गर्दैछ हाम्रो माछा आधा यहाँ छ आधा यहाँ छ यहाँ चाहिँ खाना पाक्दैछ हाम्रो खाना खाने टाइम हुँदैछ हाम्रो 1.5 केजी जति राखिदिनु होला है म अहिले आउँछु दिन 1.5 केजीले हुन्छ बढीमा 2 केजीसम्म राखिदिनु होला अङ्कलले आउनुहुन्छ सबले माछा मार्न साथीहरू हाम्रो चाहिँ अब यो अहिले खाने माछा खाना खाने टाइम हुँदैछ भात पाक्दैछ छैन माछा खाने हामी चारजना कति 1.5 महिना भाउँदो 1 महिना होला नि दिदी हो त अहिले छैन होला अहिले छैन भाइ चाहिँ यहाँ बढी हुँदो प्याज टमाटर धुँदैछ अङ्कल अङ्कल जाल खेल्दा खेल्दा थाकेर बस्नु भएको छ असोजको महिनामा त 1 घन्टामा फुट्नु भरिन्थ्यो साथीहरू हाम्रो अङ्कलको चप्पलमा यहाँ सुन जडान रहेको छ सुन माछा धुने कार्यक्रम मेरो यस्तरी धुएछु प्लास्टिकमा ल्याएन मलाई माछा छ तर अहिलेसम्म माछा मार्न हिँडेर राम्रो पकाएर खाएको चाहिँ आज हो कि माछा अनि कहिले खाएको माइत जाँदा नि अलिअलि लसुन र नुन बेसार हालेर पिसेको हुन्छ नि जिरा हालेको त्यति मात्रै प्याज पार्यो अनि पानी हालेर उमाल्यो कस्तो हुन्छ आज खोलामा मसलाहरू हाल्यो कि टमाटर प्याजहरू हाल्दैन आज चाहिँ कस्तो हुन्छ गाइज हाम्रो खाना खाइ हेर्दै गर्नु होला ओलेको अचार कम मिठो हुन्छ दिदी मसला के अरे नुन मलेको कति मिठो हुन्छ
चुक हालेन गरिसक्यो अङ्कलले डाक्टर गुरुङको भाइको छोरा अरे गुरुङ हात थाप्दैछ थोरै नुन हाल है साथीहरू यहाँको भ्यू देख्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो रहेको छ हामी चाहिँ यस्तो ठाउँमा खाना पकाएर खाँदैछौँ यो खोलामा माछा मारेर त्यहाँ खाना पाक्दैछ यस्तो छ ठाउँ यस्तो रमाइलो है घरमा खानु र यो खोलामा आएर आफूले दुःख गरेर खानुको मजा बेग्लै घरमा पनि कति सधैँ खाइराख्नु कहिलेको यसो बाहिर हिँडेर पनि खानु भनेर यसरी खोलामा आएर हामीले खाएको थिएनौँ पहिला आज चाहिँ फर्स्ट टाइम पहिला चाहिँ खाना खाएर आउँथ्यौँ कि केही अब चाउचाउ खान्थ्यौँ आज चाहिँ खाना खानु भएको अङ्कल कस्तो फिल भइरहेछ हजुरलाई यहाँ आज माछा मारेर खोलामा पकाएर खान लाग्दा खाएपछि थाहा हुन्छ अरे अङ्कललाई चाहिँ पाक्यो यहाँ चाहिँ यिनीहरू बुढाबुढी भान्से हो भान्सेको बुढाबुढी त्यो आयो मलाई चाहिँ साथीहरू अब चाहिँ हामी खाना खान्छौँ खाना खाएको भिडियो चाहिँ म अर्को पार्ट गरेर हाल्छु यो पकाएको माछा मारेको पार्ट 1 हुन्छ भने खाना खाएको चाहिँ हाम्रो पार्ट 2 भएर आउँछ हेर्दै गर्नु होला र इन्जोय पनि गर्नु होला सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला र ट्याक्क भिडियो हेरेर यतिकै नछोड्नु होला ट्याक्क लाइक पनि गरिदिनु होला भन्न चाहन्छु म चाहिँ र साथीहरू अब चाहिँ हामी घर जानलाई प्याकिङ गर्दैछौँ अहिले त खानासाना खाएर यस्तो निन्द्रा लाग्यो अब यहाँ सुतौँ भने राति फेरि पिराछ मलाई लतार्दै लैजाला भन्ने डर भूतले के गरी जाम घर भन्ने भइरहेछ लास्टै निन्द्रा लागेछ मलाई लैजाने चप्पल नि एउटा फोटो खिचामा यहाँ कस्तो दामी सिन आछ म त जति राम्रो सिन आए नि म त त्यही राम्ररी देखेछौ के कस्तो राम्रो देखेको सर्ट यहाँ चाहिँ हामी चाहिँ अब घरतिर जाँदैछौँ नि माछा बोक्न नसकेर हैरान छ यहीँ यत्रो यो पुरै माछा उसले उहाँ बोरामा बोकेछ माछा धेरै भएर डिउला भएर अङ्कल हुनुहुन्छ पछाडि म छु यसरी जाँदैछौँ हामी चाहिँ रमाइलो पारामा तर के निन्द्रा लागेको छ लास्टै सुर्खेसम्म के गरी पुग्नु भन्ने भइरहेको छ लास्टै मिठो भएर खाना चाहिँ हजुर के हो यहाँ फटेङ्ग्रा हेर माथि आछि फटेङ्ग्रा कहाँबाट आएर बसेको होला साथीहरू हाम्रो अलैँची बारी अलैँची खेती रहेछ यहाँ चाहिँ हाम्रो हो यो भनेर भन्न चाहिँ मिलेन कसको हो त्यो पनि थाहा छैन मलाई चाहिँ तर यहाँ देखेर देखाइदिएको ठ्याक्क खोलाको किनारमा यो त मास्तिरको गाउँको मान्छेको होला सायद त्यही हो भ्यू चाहिँ खतरा छ खतरा साथीहरू हेर्नु न त्यहाँ अङ्कल छोरा त्यहाँ पुगिसक्नु भयो हामी चाहिँ आमाजी बुहारी चाहिँ यहाँ बाबा हिँड्न नसकेर यस्तो अवस्थामा छौँ लेते पेते हुँदै पुरै अझै कहिले त दिँदैछ सलाइन पानी दिँदैछ रक्सी भन्नु होला फेरि डिउ हो मलाई चाहिँ त्यो चल्दैन लास्टै गाह्रो भएको छ हिँड्न कसरी पुग्ने गर्छौँ जस्तो भइरहेछ बोरै छ हो यता थियो कि माछा बरु हामी यतातिर आउनै पाएनौँ तलै माऱ्यौँ यता आउनै पाएनौँ रात पर्न लाग्यो हामी चाहिँ घर जान्छौँ अब त्यही हो
साथीहरु यो चाहिँ हाम्रो हस्पिटल नयाँ बन्दै रहेछ। पुरानो हस्पिटल चाहिँ अहिले जाँदा देखाउँछु म। अघि चाहिँ देखाउन पाएन, बाइक राखेर आएको। यो चाहिँ हाम्रो पापा मम्मीलाई देखाउनलाई, हाम्रो गाउँको हस्पिटल हेर्नु नयाँ भनेर देखाउनलाई मैले बनाएको भिडियो। साथीहरु हामी चाहिँ खोलाबाट भर्खरै आइपुग्यौँ हस्पिटलमा। बिहान बाइक राखेको, अब चाहिँ यहाँबाट जान्छु। यहाँ चाहिँ मामाहरू भेटिनु भएको छ, हाम्रो पापाको दोस्तीहरू। हाम्रो पापाको बेस्ट फ्रेन्ड। साथीहरू हामी चाहिँ अब जाँदैछौँ, देख्न सक्नुहुन्छ। यहाँसम्म खोलाबाट यहाँसम्म आउन चाहिँ लगभग 1 घन्टा लाग्यो। साथीहरु यहाँ चाहिँ गाउँ पाकेर यस्तो रमाइलो देखिरहेछ, देख्न सक्नुहुन्छ। हामी जाने बाटोमा यता त यस्तो पो रहेछ, फेरि गाउँको उताबाट बाटो यताबाट सुन्दै गएछ। अन्त नझरेर आइदिउँ न हामी चाहिँ बाटो। ओह्रालोमा गाह्रो हुन्छ। काफल आयो, काफल। साथीहरु हामी चाहिँ बाटोमा काफल भेटाएर खाँदैछौँ है। काफल उन्न त्यसले काफल साथीहरु यहाँ सहीको 3 गिलास रहेछ। यो गिलासबाट ट्याक्क पारेको सुन्दैछ। हामी चाहिँ कतिको 200-300 साथीहरु यो ठाउँ के हो रे भाइ? यो ठाउँ के हो? यो ठाउँ साथीहरु हेर्नु, हामी चाहिँ अहिले लगभग कति बज्यो? 8:30 भयो होला। हामी चाहिँ यहाँ माथि कपासे मास्तिरबाट हेर्दाखेरि हाम्रो सुर्खेतको भ्यू चाहिँ यस्तो देखिरहेको छ। खतरा देखिरहेछ, खतरा। यसरी बनाउनुभन्दा लाइभ हेर्न अझ खतरा देखिरहेछ। त्यो भएर मैले चाहिँ अलिकति भिडियो क्याप्चर गरेको, राम्रो लागेर। साथीहरु हामी चाहिँ घर आइपुग्यौँ भर्खरै। यहाँनिर चाहिँ हामीले ल्याएको काफल खाँदैछन्। हातमा टालेको एल्सा के खाएको रे? खै देखा त भाँडामा टोकिरहेछ। ए नाकमा टाल्दै हामी चाहिँ हाम्रो हालत चाहिँ यस्तो छ। पुरै धुलोले गर्दा यस्तो भएछ आज। ठुलो एल्जाले तँलाई त खुट्टा भएको। यता हेर टालिन्छ के त्यो खोला त अरू तल हिँड्न नि पर्दैन अहिले त। ल